सो हेलो गाइज नमस्ते। आजको दिन चाहिँ एकदम झ्याउ लाग्दो थियो अनि के गर्ने सोचेर अनि अब हामीले चटपट खाने प्लान बनाए। हाम्रो प्लान बनिसकेपछि मैले चटपटको तयारी गर्न लाए। यता आलु पनि उसिन्न छोडे। हामीले चटपट चाहिँ 2 पोका भुजा र 2टा चौचौले बनाउँदैछौँ। यत्तिकैमा दिदीले चाहिँ भान्साको लागि भनेर थोरै भुजा मगाउनु भयो अनि मैले थोरै भुजा लगिदिँदै थिएँ अनि त्यहाँ लगेर दिएको थिएँ। क्यामेरा हेर्ने चक्करमा फ्याट हातबाट झऱ्यो अनि दिदीले यसो समार्दै हुनुहुन्थ्यो। भान्साले अब मामाले झारे म अनि के भनेर ब्ल्याम्मै हानेर झारिदिए। यत्तिकैमा हाम्रो कुकरले नि पादेर ग्यास छोड्न लायो। अमेरिकाले चाहिँ यहाँ आफ्नो नभएको ग्यासलाई सम्झेर आँसु झार्न लाग्यो गाइस। फाल्तुको यत्रो बकवास गरेपछि चाहिँ बल्ल हाम्रो फाइनली चटपट बन्न लाग्यो अनि यहाँ बन्दैछ चट्ट पारेर खाली सबै मसला ससला हाल्नलाई। यत्रो सब गरिसकेपछि त बल्ल चटपटको राज मेन मसला बल्ल पत्ता लगायौँ। त्यसपछि हामीले कुट्न थाल्यौँ अनि यता दाइले फरफर पुर्दै हुनुहुन्छ अनि दाइले म कुट्छु बहिनी छोड भनेर कुट्दै हुनुहुन्छ। अनि त्यसपछि मैले चाहिँ तेल फुरुरु तताएँ अनि तेल चाहिँ थोरै भएर चाहिँ दाइले तर उता क्यामेराबाट देखा भने मैले अमिरा छर्र छर्के अनि मैले मस्त मोले अनि त्यसपछि मेरो यति राम्रो हातहरूले अनि त्यसपछि मैले सबलाई दिन लगेँ। अनि यो चटपट चाहिँ खासमा एउटा मिठो थिएन तर यसले जबरजस्ती सबैलाई मिठो छ भन्नु है भिडियोमा भनेर यस्तो सबले लाइक गर्न लगाई। सबैले लाइक गर्यो अनि मलाई पनि यसले जबरजस्ती लगाई। मैले नि फेरि ठिकै छ नि त भनेर ल राम्रो छ भनेर यसो भिडियोमा नाटक मात्र गरिदिएँ। सो गाइज आजको भिडियो चाहिँ यति नै हो न। तपाईँलाई राम्रो लाग्यो भने लाइक गर्नु होला, लागेन भने जय नेपाल।